ओके, अब चाहिँ पार्ट 2 सुरु गरौँ। पार्ट 1 हेर्नु भएको छैन भने चाहिँ प्लिज पार्ट 1 हेर्नुहोस् न, अनि बल्ल यो कुराहरू बुझिन्छ म चाहिँ यात्रामा छु भनेर। अनि यहाँ चाहिँ म अलिकति हिँड्न पाएको छैन, मास्टर नि भन्दैछु। अनि उहाँहरू चाहिँ मेरो स्टुडेन्ट्स, जोक्स अपार्ट। तर हाइकिङ जाने भनेको चाहिँ कस्तो रहेछ भने एकदमै भाइब्स मिल्ने खालको मान्छेहरूसँग जाने रहेछ कि। अब जस्तो यहाँनिर कतिजना टिचर्सहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ म फर्स्ट टाइम भेटिराखेको थिएँ, तर हाम्रो भाइब्स यति चाँडो म्याच भयो कि आई वाज सो कम्फर्टेबल विथ देम। अनि यहाँनिर चाहिँ हाइकिङ आएपछि गर्नै पर्ने काम हामी गर्दैछौँ, त्यो हो चटपटे खाने है। हामीले चाहिने सामानहरू चाहिँ ल्याएको थियो, त्यो प्याज र कागती मात्र हामीले 100 रुपियाँमा किनेको। अनि यसपछि चाहिँ हामी घमका गम यस्तो भोक लागेको थियो, हामी त त्यो सर्भाइभल मोडमा गइसकेका थियौँ है। भेट्या जति गम खायौँ अनि आइपुग्यो जुकाको इलाका। उफ, यति धेरै जुका है प्रभु, म त डरै लागेको थियो, तर म त्यस्तो गर्नेवाला चाहिँ मा पर्दिनँ है। अनि त्यसपछि चाहिँ अब यहाँबाट चाहिँ मन्दिरको यात्रा सुरु हुन्छ। यो चाहिँ नुन लगाएको त्यो जुकाको हुन्छ भनेर। अनि यो चाहिँ मन्दिरको एउटा पहाड कटेर अनि अर्को पहाडमा उक्लिनु पर्ने रहेछ कि, त्यो चाहिँ त्यसरी चाहिँ मन्दिर जाने हो रहेछ। अनि यस, पसिना देखेर नि बुझ्न सक्नुहुन्छ म कति मेहनत गरेर आएँ। एट द टप यो चाहिँ सबैभन्दा माथि चाहिँ मन्दिर रहेछ। यहाँनिर चाहिँ हामी मन्दिरमा पुग्यौँ अनि दर्शन गऱ्यौँ। अलिकति भिड थियो अनि त्यो बेलामा चाहिँ हुस्सु पनि थियो है। वहाँ पुग्न त पुग्यो तर छैन, केही भ्युजहरू नै थिएन। तर एकैछिन वेट गरेपछि यसरी यो बादल चाहिँ पुरा खेल्ने रहेछ कि, बादलुको घुम्टोले भनेको जस्तो छिनमै बादल आउने छिनमै बादल हट्ने, यस्तो रमाइलो। साँच्चीकै भन्नुपर्दा चाहिँ जति पसिना जति मेहनत लागेको थियो नि त्यहाँ पुग्नको लागि, सबै कुरा बिर्सिनेकै ओफो भने जस्तो। अनि यो के गरेको भन्नुहुन्छ भने चाहिँ त्यहाँनिर मेरो टिकटक चलेन अनि मैले गीत गाएर पछि भिडियो हाल्छु भनेर। अनि यो चाहिँ मैले सानो क्लिप मात्र खिचेँ। नि यो एउटा भिडियो चाहिँ किन खिचेको भन्दा चाहिँ उहाँ भाइ चाहिँ वीरगन्जबाट आउनु भएको रहेछ अनि बिचरा साथीहरूले छोडिदिएर गएछन्। प्लिज त्यसो नगर्नु न ल। यहाँ हेर्नुहोस् है, हाम्रो मनिष कस्तो आफ्नो बुढीलाई कुदाउँदै लिएर जाँदै हुनुहुन्छ। अनि यो भाइहरू चाहिँ बिचरा 4 बजिसक्यो, दाइ अझै कति टाइम लाग्छ भन्दै थिए। जानी भए चाहिँ प्लिज टाइममै जानुहोस्, त्यो अँध्यारोमा त्यस्तो अप्ठ्यारो बाटोमा चढ्ने काम नगर्नुहोस्। हामीलाई त बिचमा पानीले चुट्यो, हामी सबैजना जादु जादु भन्न सुरु गरिसक्यौँ, किनभने पानीले चुट्यो भने ज्वरो आउँछ भन्ने हामीलाई एकदमै थाहा थियो।